पिठुमा कालो झोला, शिरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर र नेपालको राष्ट्रिय गौरवको झण्डा बोकेर माघ 2 गते पैदल यात्रामा निस्किन्छन्। कैलाली जिल्ला गोदावरी नगरपालिका वार्ड नम्बर 3 का मालाखेती बस्ने प्रकाश कुँवर। उनी एक सुदूरपश्चिमाञ्चलका संवाहक हुन्। राष्ट्रमा शान्ति सुव्यवस्था कायम होस् भन्न उनी पैदल यात्रामा निस्केका हुन्। महाकालीको पवित्र जललाई लिएर मेचीमा समाहित गर्ने उनको योजना रहेको छ। कैलाली क्षेत्र नम्बर 4 गोदावरी नगरपालिका वडा नम्बर 3 मालाखेतीमा बस्छु। मेरो चाहिँ महाकाली पुलदेखि मेची पुलसम्म पैदल यात्रा छ। राष्ट्रिय एकताको पक्षमा, हामी कसैको विपक्षमा होइन। राष्ट्रिय एकता सहित दल बल स्वतन्त्रता देशवृद्धिको आवश्यकता हो भनेर मैले चाहिँ एउटा पैदल यात्रा जनतामा चाहिँ जाने सोच मनसाय गरेर आफ्नो खुसी स्वतन्त्र भएर विचार गरेर आफै हिँडिरहेको। त्यसमा कसैको पनि पार्टीगत कसैको पनि सङ्गठित कुनै पनि त्यो भूमिका छैन। हेर्दाखेरि देश अस्तव्यस्त भएको कारणले गर्दाखेरि राष्ट्रिय एकतासहित दल बल स्वतन्त्रता देशवृद्धिको आवश्यकता भनेर हामी अगाडि कति ठाउँमा पुग्नु? महाकाली पुलबाट अहिले हामी यो मैनागढको घाँसी पुलमा छौँ। अब यहाँबाट यात्रा जारी छ। अब कहाँसम्म कहिले पुगिन्छ त्यो ठ्याक्कै थाहा छैन। सुरुवात त यहाँ महाकाली पुलबाट मेची यात्रा, मेची महाकाली यात्रा। पानीको बोतल पनि महाकालीको लिएर आएको छौँ। यो पानीको बोतल चाहिँ महाकालीको नदीको पानी हो। यो पानी चाहिँ मेचीको नदीमा गएर विसर्जन गर्ने। गोरख जागे आगे गोरख जागे। अब जहाँ अब रात पर्छ अवस्था हुन्छ, जहाँ चाहिँ अब बाटोभरि मान्छेहरू नै छन्। अब कुनै न कुनै मान्छेको मनमा त यसलाई बसाउँ, एक छाक दिउँ न भन्ने मनमा त आउला। उहाँहरूले बसाउनुहुन्छ भने ठिक छ। हाम्रो चाहिँ बाटोभरि मन्दिरहरू छन्, नत्र मन्दिरमै गएर बसौँला होइन। त्यसमा केही छैन। हिँड्दै जाँदा अब यात्राहरूमा कहाँ के हुन्छ अहिले भन्दा जे हुन्छ जसो हुन्छ त्यसरी। उनले यस्ता नाराहरू हातमा बोकेर हिँडिरहेका छन्।